नमस्ते सबैले, स्वागत छ तपाईँले हाम्रो युट्युब च्यानलमा। आज हामी पढ्नेवाला छौँ डिफरेन्ट वेज टु प्रिन्ट आउटपुट इन जावा। हामीले जावामा कसरी आउटपुट प्रिन्ट गर्न सकिन्छ, कति तारिकले प्रिन्ट गर्न सकिन्छ। मेनली तिनवटा तारिकको छन् प्रिन्ट कसरी गरिन्छ भनेपछि एउटा सिस्टम डट आउट प्रिन्ट छ एउटा, अर्को छ सिस्टम डट प्रिन्ट एलएन, सिस्टम डट प्रिन्ट एफ। हामी पहिले सुरुमा पढ्छौँ सिस्टम डट आउट डट प्रिन्ट। सिस्टम डट आउट डट प्रिन्टले के गर्छ भनेपछि प्रिन्ट्स टेक्स्ट विदाउट एडिङ अ न्यू लाइन एट द एन्ड। यसले आउटपुट प्रिन्ट गर्छ लास्टमा कुनै पनि नयाँ लाइन एड नगरिकन। द नेक्स्ट आउटपुट विल कन्टिन्यू अन द सेम लाइन। हामीले अर्कै आउटपुट दिँदाखेरि अथवा आउँदाखेरि त्यही पहिलाको वाला आउटपुटमा जो आउँछ हामीले यसलाई इम्प्लिमेन्ट गरेर हेर्छौँ एकचोटि। इन्टेलिजे खोले तपाईँले यहाँ न्यू प्रोजेक्टमा क्लिक गर्नु होला, त्यसपछि नाम दिनु होला। मैले नाम प्रोजेक्टको नाम क्लास फोल्डरको नाम दिए लर्निङ फेज, लोकेसन डेस्कटप, प्रिन्ट, बिल सिस्टम इन्टेलिजे, नेम प्रोजेक्ट जावा, जेडीके एमएस 17 क्रिएट गर्छु। हाम्रो अलरेडी एउटा मेन डट जावा भन्ने क्लास दिन्छ इन्टेलिजेले। यदि तपाईँको केही पनि इरर आइरहेको छ भने तपाईँले इन्टरनेटको एक्सेस प्रोभाइड गर्नु होला। मैले यो प्रोग्राम रन भइरहेको छ कि नै एकचोटि चेक गर्छु। यो प्रोग्राम चलिरहेछ। अब हामीले कति तारिकले प्रिन्ट गर्न सकिन्छ भनेर इम्प्लिमेन्ट गर्छौँ। न्यूमा चाहिँ जावा भन्ने क्लासमा गऱ्यौँ। वेज टु प्रिन्ट आउटपुट भन्ने क्लासको नाम राखेँ, इन्टर गरेँ। स्पेलिङ यहाँ सरी सरी यहाँ रिनेम युजेस गरेँ। सर्टकट पब्लिक स्ट्याटिक भोइड मेन, पब्लिक स्ट्याटिक भोइड मेनको सर्टकट पिएस भिएम लेख्नु होला, इन्टर गर्नु होला। अब हामीले सिस्टम डट आउट डट प्रिन्टले के गर्छौँ भनेपछि आउटपुटलाई प्रिन्ट गराउने गर्छ। तर कसरी गर्छ भनेपछि एकचोटि हेरौँ। एस क्यापिटलमा लेख्नु होला, एसवाइएसटिएम सिस्टम डट आउट डट प्रिन्ट प्यारेन्ट लेख्नु होला, डबल कोटेसन हेलो वर्ल्ड प्रिन्ट गराएर हेर्छौँ पहिले सुरुमा। हेलो वर्ल्ड, हेलो वर्ल्ड इन्टर गर्छौँ, रन गर्छौँ। एकदम चलिरहेछ हाम्रो प्रोग्राम। अब हामीले के हो त भनेपछि हामीले यो नेक्स्ट पोइन्ट हेर्नु सक्नु होला। द नेक्स्ट आउटपुट विल कन्टिन्यू अन द सेम लाइन भन्नाले के भनेपछि हामीले नयाँ आउटपुट प्रिन्ट गराउँछौँ जुन कि यही हेलो वर्ल्डको साइडमा चाहिँ प्रिन्ट हुन्छ, त्यही भन्न खोजेको। नयाँ लाइन यसले प्रिन्ट गराउँदैन। वाइएसटिएम सिस्टम डट आउट डट प्रिन्ट हामीले हेलो अभिषेक लेख्छौँ। हेलो अभिषेक। अब हेर्छौँ यो चाहिँ कहाँ प्रिन्ट हुन्छ भनेर। नयाँ लाइनमा प्रिन्ट हुन्छ, हेलो वर्ल्डको तल प्रिन्ट हुन्छ कि हेलो वर्ल्डको साइडमै चाहिँ प्रिन्ट हुन्छ। रन गऱ्यौँ। हेर्न सक्नुहुन्छ तपाईँले यसले नयाँ लाइन क्रिएट गरेन, त्यही हेलो वर्ल्डको साइडमा जो प्रिन्ट गरिदियो त्यही भन्न खोजेको छ यहाँ। द नेक्स्ट आउटपुट विल कन्टिन्यू अन द सेम लाइन।